औषधिले खानुपर्छ भन्ने छैन है। अर्को बाटोमा बजारमा गुलियो चिज नखानु होला जसलाई भमिटिङ हुन्छ त्यसले अझ भमिटिङ गराउँछ है त। हामी लाग्दैछौँ आउँदैछ यसले झुकिएर कोही खस झरो भने त Mickey, himal mampir. Kaya mo din. Eh, upa na ito. सर मेरो भित्ताउनु भएन है बिसो हुन्छ खाना भाडा मात्र पऱ्यो ए फुलै चाहिँ बस पुष्पा जाडो भयो आमाको याद आयो कस्तो लाग्यो ठाउँ अन्सिका चाहिँ कस्तो लाग्यो ठाउँ चिसो त अनि चिसो खानु आएको हो नि तिमीहरू अनि जुन पनि चल्थ्यो मलाई पनि लाउनु पर्छ कि यार जाडो भएको होला लैजा भाइ मैले हिजो भर्खर किनेको थिएँ लाँदा हुन्छ ए म त आउने बित्तिकै हिलेमा कुन चाहिँ एउटा नयाँ साथी बनाएछ भनेर सोध्नु हजुर यहीँ हाम्रो ल मुलै ल्याएको त मेरो बिहानभरिका काम आज त आइफोन भर्सेस स्यामसङ
3टा 2टा यो के कोक हाल यति देखो न गाइस हाम्रो सरले सर्भिङ गर्दै हुन्छ सर के को सर्भिङ गर्नु भएको सर्भिङ सेक्वा चिकन सेक्वा ल हटा ल विश्वास सर खै तपाईँ के भन्नु चाहनुहुन्थ्यो भन्नु चाहन्छु मलाई स्प्राइट राम्रो लाग्छ मेरो लागि स्प्राइट ल सेम हामी पनि हामी सबजना एउटै ग्याङको कस्तो लागिरहेको छ सर टुरमा सेल्फ सर्भिस राम्रो लागिरहेको छ सर तपाईँ यो चाहिँ यसो एपिटाइजर खानु अगाडि यो एपिटाइजर मात्रै हो अम्बो म अलि ओल्ड आउटडेटेड पनि हो त्यसो थाहा छैन सन्चै हुन्छ सक्छ एउटा गजरा मर्को तल हालेर आउनुभयो तिमी के गरे देखो न गाइस देखो यहाँ हेर्नुहोस् रियल अनि यहाँ हेर्नुहोस् फेक रियल फेक अलवेज नेचुरल भनेर दिदीले हाले म हुन्छ म्याम हेर मुख लजाएको यिनीहरू ल ल ल ल ल ल अब खाना खाने हामी अझै एउटा ल्याउ सुमित सारा त उता कोही पुगेको छैन पास गर न पास पर सार्दै जाउँ होइन हौ एक एकवटा गर्दै सारा एउटा गर तिमी पनि निकाल न अफ भयो यो पुगेछ दाल पनि भयो दाल हामी दुईजना भयो मासु सबैलाई मासु भयो भने त पुग्यो कि पुगेन होला चुप मासु पुगेन भने नबोल्ने को चाहिँ होला र
भिडियो बनाइदिनुहोस् भिडियो बनाइदिनुहोस् कि लास्ट शुभ बिहानी सबैलाई। अहिले कति बजे घडीमा 6 बजे ट्याक्कै। सही भयो नि त। आजको शुभ बिहानी हाम्रै बारीमा फलेको तुलसीको मोडबाट करेसीको तुलसीको मोडबाट भएको छ। ए त्यो के जे खाने हैन तुलसीको मोड भइरहेछ। आफ्नै गाउँघरमा पाउने अर्ग्यानिक खैकेको बोटसँग भइरहेछ। सबैजनाको बिहानी कस्तो भयो मलाई थाहा छैन, तर मेरो बिहानी चाहिँ यसरी सुरु भएको छ। साथीहरू हजुरहरूलाई हाम्रै धरान सोह्र नवोदय सोह्र स्थितमा रहेको नवोदय विद्या मन्दिर हजुर विद्यार्थीहरूको सबै दुधकै चिया खान्छन् होला। डे 2 को त्यही हिजो जस्तो सेम 3टा सुगर फ्री। तपाईहरुलाई या भाइ बहिनीहरू साथीहरू हेर्न सक्नुहुन्छ विश्वजित सर उहाँ हुनुहुन्छ श्रीमान गुरुङ अनि हाम्रो क्यामेराम्यान अरुण मोक्तान सरलाई धेरै धेरै धन्यवाद। साथीहरू यही भन्दा अब भेटौँ टी ब्रेकमा। सुनिताहरू बाँकी छ नि अब। अब भरे खाना समय अहिले 8 बजिसकेको छ हैन। घाम झुल्किसकिसकेको छ। अब त्यति साह्रो जाडो नहोला पनि। अब हामी यही हाम्रो ह्याङआउट रेस्टुरेन्ट एन्ड रिसोर्टको नजिकै रहेको तालमा हामी जान गइरहेछौँ। यहाँ हुनुहुन्छ बिना, हेलेन यहाँ हुनुहुन्छ, यहाँ हाम्रो मासु लभर हुनुहुन्छ, यहाँ हुनुहुन्छ हाम्रो टिकटक क्विन, यहाँ हुनुहुन्छ हाम्रो जिन्जी नेताहरू। त्यही म खोज्दैछु क्या। म यहाँ ऐना थियो यसो अनुहार हेरौँ भनेर भन्छु, छैन, देख्दिनँ। ए पर्सनल बनाएछन्। जाउँ नानी। बालापनको रमाइलो यस्तै हो, कुनै टेन्सन हुँदैन, आनन्द छ। एसीमा A+ ल्याउनु पर्ने छ हैन। कस्तो छुट्टीको बेला पनि एसी कुरा अनि अलिअलि त मनमा त राख्नु पर्यो नि त। हामी भोलि छुट्टी हुन्छ कि हुँदैन स्कुल? अलिक भएर कुरा गर्छु। डेस्टिनेसन चाहिँ कहाँ हो? हाम्रो मन्जिल यहाँ छ।
म एकछिनै हटाएँ सट्टा भयो अरे कहाँ भयो ल रोक्दिन बोतल पखालिदिउँ न ल एकछिन रोक्दिन सबैले छोडेर गए ओ केटी हो नि त रहर पुरा भयो ए त्यसरी हैन ए बोइज ए त्यसरी हैन फोटो खिच्ने त्यो तोरी बारीमा बस ल सबैजना साइड मोबाइलहरुमा बजाउनु है फोटो खिच्ने त्यो टिकटक सिकटक नगर अहिले छोराहरू पनि छौँ
जुनले 2055 मा यो कार्डलाई हामीले पाएका हौँ र त्यो दिनदेखि यता यो कार्डलाईको नाम चाहिँ परिवर्तन भएको पाखिराज कृषि केन्द्रबाट रूपान्तरण गरेर चाहिँ कृषि अनुसन्धान केन्द्र पाखिराज भयो र 2055 बाट भनेको 840 रोपनी हुन्छ रोपनीमा अनि बिघामा 140 बिघाको हाराहारीमा यस कारणले पर्दैन। तर यो बाँसलाई हामीले अलिकति अर्थपूर्ण बाँस बनाएका छौँ। झट्ट परबाट हेर्दाखेरि छुट्टै किसिमको बाँस रहेछ, यो अलिक के खालको बाँस होला भनेर हामीले आकर्षक प्लान्टहरू चाहिँ हामीले बनाएका छौँ। ओके ल यो बाटो जाउँ त अब हामी अब अरू ठाउँ नर्मल गाडी आइसक्यो खाना खानुपर्छ ल सबैजना ओ लो 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 आउने ल आऊ 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 डाँडाबाट नानीहरू हिँड्दै 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 यहाँसम्म आए कोही यहाँ एकदम शीतल छहारी मुनि आनन्द लिइराख्नु भएको छ कोही ध्यान गरिराख्नु भएको छ सेमस लजाको हेर सेमस थपेको त थिएन भर्खर त होइन खाली थाला थिएन सेमस अब तपाईँकोमै बस्छु हिलेमा होइन गुम्बा होटेलमा हामी खाना खाएर अब हामी कतातिर पसन्द गर्दैछौँ सर गुराँसीतिर पसन्द गर्दैछौँ दायाँ बायाँ हेरेर है कस्तो मजाले राखिरहेको किसका पॉकेट खाली है दुई शब्द जाओस् त अनिस सर भेरी मजा आइरहेछ रानीलालले कस्तो महसुस भइरहेछ अघि त गलेको थियो ऊ अहिले पनि ऊ फाक्छु भन्दैछ यहाँबाट राम्रो आउँदो रहेछ सर होइन हाँस्छ फेरि अब तान
हेलो गाइस मलाई के खानु भएको न त्यो भाइ तिमी मसँग हेर पक्रेर हिँड्ने त त्यो लड्ने साँच्चै हो सबसाले भन्यो गोलभेडा रुख टमाटर गोल के भन्नु सबसा अब चाहिँ मेरो चिसो बस्यो है सँग लान थाले यहाँ त खोल त टमाटर खोलेको अवस्था अब टोय छिरेको राख्छ लाउनु त वाउ ल अब आयो हेभनमा भाइब्स त त्यही नै हो दिनेश के यहाँ पैसा यहाँ प्रवेश निषेध छ अरे भन्नु हुँदैन त्यही दिँदैन भन्नु बोर्ड हेर्नु भने मात्रै यहाँ बसेर उहाँ दामी आउँछ यता 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 जाऊ सर्प त आउँदैन नि औला है औला त्यो सर्भरहरू त देखिरहेको छ अघि चाहिँ खानु जाउँ भन्ला खै औ यहाँबाट त मरिने रहेछ यार ल अहिले हामी गुराँसेको चिया बगानमा छौँ चिया स्टेटमा छौँ है त रमाइलो भइरहेछ भन्नुपर्छ यहाँ के छ त भन्दाखेरि एउटा बेहद भयो मभन्दा कति अग्लो चाहिँ विद्यार्थी आमामा मभन्दा सानो पनि छ ए mesej गर्नुपर्छ। यहाँ पछि हामी अब भेटार जान्छौँ अनि खाजा खान्छौँ घर जान्छौँ। सब्सक्राइब सरको च्यानललाई। यो कम्बिनेसनलाई भन्छ ब्ल्याक एन्ड व्हाइट। एउटा छ फेरि यी परतिरको डाँडा आफ्नो घर भएर पनि जान नसकेको कारणले दुखी। निरकुमार सरले कस्तो राम्रो देखेको यहाँ चाहिँ फोटो खिच्नु मिल्ने भएको भएन पर्दैन। कसरी जाने कसरी जाने पुष्पा ओ माथि चाहिँ फोटो खिच्ने चाहिँ दामी ठाउँ अनि यहाँ यस्तो यो अनकन्ठा ठाउँमा आएर फोटो खिचिदिनु भन्छ पनि यहाँ त के खिच्नु हाल्नु त निचाउनु न। मिठो चाहिँ थुपा तर के जाडोमा तातो खानु त्यसो पनि
हामी चाहिँ अहिले टुरबाट फर्किसकेका छौँ होइन। यहाँ नानीहरूले पाहाडबाट ल्याएका कुसिलीहरू त्यहाँ थन्को मनको गरेर अहिले हामी यहाँ गुड बाई मेसेज दिँदै